तोडिसकेका छन् भने अर्को सुरक्षा घेर्नलाई यहाँ घम्साघम्सी भइरहेको छ, हात जोड्ने कामहरू भइरहेको छ। प्रहरीहरूलाई धकेलेर आन्दोलनकारीहरू अगाडि बढिसकेका छन्। आन्दोलनकारीको अगाडि प्रहरीको सङ्ख्या एकदम कम भएको छ। राजावादीहरू प्रहरीले तोकेको निषेधित एरिया तोडेर अगाडि बढिरहेका छन् साथीहरू। आन्दोलनकारी मानेको अवस्था छैन। आन्दोलनकारी मानेको अवस्था छैन। हजारौँको सङ्ख्यामा हेर्न सक्नुहुन्छ, हजारौँको सङ्ख्यामा आन्दोलनकारीहरू छन्, मानेका छैनन्। झडपको अवस्था देखिन्छ यहाँ झडपको अवस्था देखिन्छ। एकाएक ठुलो लफडा परेको अवस्था छ यहाँ। अब के गर्नुहुन्छ? हाम्रो राजाको हो, कोही भाइकालालको होइन, कोही अब के गर्नुहुन्छ? तपाईँलाई रोकिदिए त, तपाईँलाई रोकिदिए, जान दिएनन्। हाम्रो राजाको देश तपाईँलाई प्रहरीले रोकिदिए, के गर्नुहुन्छ? भर्खर रोके त। हाम्रो साथी हो। झडपको अवस्था छ साथीहरू। के गर्नुहुन्छ? तपाईँलाई त यही रोकेको छ त। हामी छिर्छौँ, हामी छिर्छौँ, ज्यान गयो जाला, हामी छिर्छौँ। बाबुराम भट्टराई म चुनौती दिन्छु, म केस ठोक्छु बाबुराम भट्टराईलाई यहीबाट आज। त्यसले हाम्रो राजालाई जेल हाल्छु भन्ने को? श्रीपास महाराज सरकारलाई को जेल हाल्छ भन्ने? दुनियाँमा राजा कहीँ चुनावमा लडेको इतिहास छ छैन। झडपको अवस्था सिर्जना नहोस्, बिना कुनै क्षति एक अर्काका विरोधी शक्तिहरू आफ्नो काम सकाएर घर फर्किउन्। गणतन्त्र जसरी पनि ढालिन्छ आज हामी ढालेर जेस पनि होस्, हामी आज आम्ने सामने लडाई पनि गर्छौँ। किनकुने र प्रदर्शनी मार्गमा दुई समूहले एकले अर्कालाई शक्ति देखाइदिने भन्दै भरपूर तयारी गरेका छन्। हामीले भयङ्करै तयारी गरेका छौँ र यो विशाल सभामा चाहिँ सबै नेपालीहरूलाई उपस्थित हुन, सबै नागरिकहरूलाई उपस्थित हुन अनुरोध गर्दछु। तर याद रहोस्, न यो पुरै राजावादीहरूको प्रदर्शन हो न पुरै गणतन्त्रवादीहरूको। राजावादीहरूको एउटा चोइटा दुर्गा प्रसाई राजा फर्काउन भन्दै सडकमा निस्किएका छन्। राज संस्थाको भारी बोकिरहेको सबैभन्दा ठूलो राजनीतिक शक्ति राप्रपावालाहरू चाहिँ आज घरमै बसेर रमिता हेर्नेछन्। उता गणतन्त्रवादीहरू पनि माओवादी, उसका पहिले फुटेका चोइटाहरू र माधव नेपाल नेतृत्वको 10 सिटे पार्टी नेकपा यसको मात्रै प्रदर्शन हो। गणतन्त्रवादीहरूको ठूलो हिस्सा त सत्ताकै चास्नीमा रमाइरहेका छन्। आन्दोलन स्वरूप आज बिहानको काठमाडौँको माहौल शान्त छ। दुवै पक्षले स्टेज निर्माणको काम लगभग सकाएका छन्। आन्दोलनकारीहरू झ्याप्प खाना खाएर सडकमा निस्कने फुर्ती बढाइरहेका छन्। दुवै पक्षले 1 लाख मानिस सडकमा उतार्ने दाबी गरेका छन्। तर कति मानिस सडकमा उत्रिएलान् त्यसको अनुमान 1-2 बजे आइ नै हाल्छ। यद्यपि प्रहरी दुई पक्षको अवस्था निहाल्न बिहानै सडकमा उत्रिसकेको छ। झडपको अवस्था नहोस् भन्नका लागि सूचनाहरू सङ्कलनमा व्यस्त छन्। राजावादीहरूको आन्दोलन भक्तपुर स्थित दुर्गा प्रसाईको घरबाट निस्किँदैछ। 12 बजे दुर्गा प्रसाई घरबाट निस्कने भएकाले उनका शुभचिन्तकहरू दुर्गाको घर अगाडि भेला हुन थालेका छन्। गोर्खादेखि गाडीमा राजावादीहरू काठमाडौँ आइपुगेका छन्। यता प्रदर्शनी मार्गमा पनि स्टेज निर्माण लगभग सकिएको छ। गणतन्त्रवादीहरूको प्रदर्शनमा भ्रिकुटी मण्डप, प्रदर्शनी मार्ग, पद्मोदय मोड, पुतली सडक क्षेत्र प्रदर्शनकारीहरूको उपस्थितिले भरिने अनुमान गरिएको छ। तर यो सबै क्षेत्र भरिदा पनि मुस्किलले 30-40 हजार मानिस अट्न सक्ने क्षेत्र हो। र एउटा निवेदन पनि गर्न चाहन्छु, जो बुझेर या नबुझेर कोही कसैलाई रैती बनाउन खोजिँदैछ, कोही कसै राजावादी बनेर हिँड्नु भएको छ भने पनि तपाईहरुले के बुझ्नु पर्यो भने तपाईको भोलि छोरा क्षमतावान जन्मियो भने, नाति नातिना क्षमतावान जन्मियो भने, छोराछोरी क्षमतावान जन्मियो भने यो गणतन्त्र मात्रै त्यस्तो व्यवस्था हो जसमा
तपाईँको छोराछोरीले आफ्नो क्षमताले यो राज्यको प्रमुख कार्यकारी बन्न सक्छ। त्यसैले यो राजतन्त्रमा सम्भव छैन, राजतन्त्रमा त यो पारसहरूको राज्य हुनेछ। दुवै पक्षलाई आन्दोलनमा भेट नहोस् भन्नका लागि प्रहरीले जुटा जुटा नेपाली हो अब जुट्ने बेला भयो, अब जुट्ने बेला भयो, अब जुट्ने बेला भयो। प्रहरीहरू तैनात अवस्थामा रहेको छ भने यहाँ राजावादी औ देशप्रेमी नागरिकहरू लाखौं संख्यामा सडकमा उल्लिसकेका छन्। दर्शकबिन हामी यतिखेर अहिले यो नारायणी दरबार क्षेत्र अगाडि गेटनिर हेर्न सक्नुहुन्छ। यहाँ प्रहरीहरू पनि बाक्लो संख्यामा तैनात अवस्थामा रहेको छ भने यहाँबाट पनि ठुलो संख्यामा दर्शकबिन हामी यहाँ हेर्न सक्छौँ। यहाँनिर प्रहरीहरूले रोक्न खोजिरहेको छ। दर्शकबिन यहाँ हेर्न सक्छौँ, यहाँ प्रहरीहरूले रोक्न खोजिरहेको छ। दर्शकबिन यहाँ हेर्न सक्नु हजुर अपे पनि यहाँनिर प्रहरीहरूले रोक्न खोजिरहेको छ। दर्शकबिन यहाँ हेर्न सक्नुहुन्छ। दर्शकबिन यहाँनिर अगाडि गेटनिर नारायणी दरबार क्षेत्र अगाडिनिर नै प्रहरीले रोक्न खोजिरहेको छ। दर्शकबिन यहाँ हेर्न सक्नुहुन्छ अपे पनि दर्शकबिन यहाँ हेर्न सक्नुहुन्छ हजुरहरू प्रहरीले यहाँभन्दा अगाडि बढ्न दिइरहेको छैन, यहाँनिर ठोकिरहेको छ। दर्शकबिन आफै पनि हेर्न सक्नुहुन्छ। हजुरहरूको कार्यक्रम के छ यही गरिदिनु होला, यहाँबाट अगाडि नबढिदिनुहोस्, यहाँबाट हजुरहरू के गर्नु हाम्रो राजा हाम्रो एक दुई घण्टा यो दरबार हामीले कब्जा गर्नुपर्छ। केपी ओली प्रधानमन्त्री कब्जा गर्न मिल्ने, हामीले नमिल्ने होला। त्यो कारणले जहाँ छौँ हामी साथीहरू त्यहाँ बाइक रोकेर गाडी रोकेर अगाडि आइदिनु होला। पूजा रोकेर आउनुहोस्, केही पनि हुँदैन। हामीले राजा छिराउने हो। राजा हुँदा के हुन्छ, राजा नहुँदा के हुन्छ, म दुईटा उदाहरण